हेलो एभ्रिवान, नमस्ते। यहाँहरूलाई पप्स किचनमा स्वागत छ। आज म धनकुटा हिल्लीमा पाइने त्यो फेमस पासेको सागको रेसिपी लिएर आएको छु। यसको सिजनमा मेरो आमाले यसरी मैले भिडियोमा पकाए जसरी पकाउनुहुन्छ, जुन अति नै मिठो हुन्छ। यो डिस बनाउन सजिलो छ, थोरै इन्ग्रेडियन्ट्स भए पुग्छ, तर धेरै माया र ममता लुकेको छ। आशा छ यहाँहरूले पनि ट्राई गर्नुहुनेछ भनेर सुरु गरौँ है त। यो सागसँग चाहिँ मिसाको भात धेरै स्वादिलो हुने भएकोले गर्दाखेरि म यहाँ चामल तयार गर्दैछु। बाक्लो पिँध भएको भाँडो अथवा कसडीमा 200 ग्राम धानको चामल र 50 ग्राम मकैको चामल राख्ने। यो रेसियोले चामल राख्दा चाहिँ भात धेरै राम्रो देखिन्छ। अनि चामलभन्दा 2 डबल जति पानी राखेर राम्ररी धुने। माडी माडी धुन सक्नुहुन्छ। राम्ररी धोएपछि त्यो पहिलो पानी फ्याँक्ने। दोस्रो चोटि पनि राम्ररी माडेर धुने र त्यो पानी जोगाउने। यहाँ मैले जगमा राखे जस्तै गरेर यसलाई हामी चौलानी भन्छौँ। मैले चौलानी साइडमा राखिसकेको छु। अब चामलमा पानी राख्ने। राम्ररी भात पाक्नको लागि चाहिँ यहाँहरूले यो बिचको ठुलो अम्लाको यो फर्स्ट लाइनसम्म पानी राख्नुपर्छ। अब यसलाई 30 मिनट जति यसरी नै भिजाएर राख्ने। यसरी पकाउन अगाडि चामल भिजाएर राखौँ भने खाना नरम हुन्छ। हामीले खाना बनाउनको लागि चामल रेडी गरिसक्यौँ। अब हाम्रो मेन इन्ग्रेडियन्ट्स हेरौँ है त। यसलाई चाहिँ हामी रायोको अथवा पासेको साग भन्छौँ। यो चाहिँ मैले चाइनिज ग्रोसरी स्टोरबाट किनेर ल्याएको। यो साग चाहिँ धनकुटा हिल्लीमा पाइने जस्तै छ र स्वादमा पनि एकदम मिठो छ। अब यसलाई सफा गर्नतिर लागौँ। यसलाई डाँठफोटो छुट्याउने। अनि यो रहेको डाँठ पनि भित्रको भाग सफ्ट हुने भएकोले गर्दाखेरि मलाई चाहिँ प्रयोग गर्न मन लाग्छ। यो बाहिरको पिल निकाल्ने यसरी, अनि त्यसपछि सागसँगै राखेर यसलाई प्रयोग गर्ने। साग रेडी भयो। अब म यसलाई एउटा आरीमा धेरै पानी राखेर धुँदैछु। राम्ररी सफा भइसकेपछि यसमा रहेको एक्सेस वाटरलाई झार्ने। अनि पानी सबै झरिसकेपछि अब यसलाई काट्ने। यहाँ मैले काटेको जस्तै गरेर सबै साग काटिसकेपछि यसलाई एउटा छान्नी जस्तोमा राख्ने। यसमा यसरी राख्दाखेरि चाहिँ अझै पनि रहेको पानी तल झर्छ। साग रेडी भइसक्यो पकाउनको लागि। अब खुर्सानी र लसुन पनि काटौँ। लसुनलाई यसरी थिच्ने पहिलेबाट, अनि थिचेपछि यसरी ठुलो ठुलो पारेर काट्ने। यसरी थिच्दाखेरि चाहिँ पकाउँदाखेरि यहाँबाट आउने फ्लेभरहरू सबै बाहिर आउँछ। अनि खुर्सानी पनि यसरी ठुलो ठुलो पारेर काट्ने। काटिसकेपछि यसलाई साइडमा राख्ने। सबै कुरा पकाउनको लागि रेडी भइसक्यो। अब खाना बसाउँ है त। 30 मिनट्स पछि चामल राम्ररी भिजेको छ। अब यसलाई मिडियम हिटमा राख्ने र उम्लिन दिने। खाना उम्लिँदै गर्दा एउटा भाँडो मिडियम हिटमा तताउने र त्यसमा 1 टेबल स्पुन जति तेल राख्ने। तेल थोरै तातेपछि 1/2 टिस्पुन जिरा राख्ने अनि फुर्न दिने। जिरा यसरी फुरिसकेपछि अघि काटेर राखेको लसुन र खोर्सानी राख्ने। यसरी लसुन र खोर्सानी राखिसकेपछि यसलाई राम्ररी चलाउने र अलिअलि कलर चेन्ज हुने गरी फ्राई गर्ने। लसुन र खोर्सानीको थोरै कलर चेन्ज भइसकेपछि एउटा सानो चम्चाबाट थोरै बेसार राख्ने अनि यसलाई पनि मिसाउने। राम्ररी मिसाइसकेपछि अघि हामीले राखेको लगभग 1 लिटर जति चौलानी राख्ने। छिटो उमाल्नको लागि म हिट हाईमा राख्दैछु। अब यसमा स्वादअनुसार नुन राख्ने। मैले थोरै चौलानी बचाएको थिएँ, त्यसमा 1 टेबल स्पुन प्योर मकैको पिठो राख्ने। अनि राम्ररी केही लम्प नराखिकन घोल्ने। त्यसपछि डाइरेक्टली उम्लिँदै गरेको झोलमा राख्ने अनि राम्ररी चलाउने ताकि लम्प नबसोस्। त्यसपछि 2 मिनट जति उम्लिन दिने। यता खाना पनि उम्लिसकेको छ। अब यसलाई लिडले छोप्ने र 15 मिनट जति लो हिटमा पकाउने। यो 2 मिनटमा मकैको पिठो पनि पाकिसकेको छ र सुपलाई बाक्लो बनाएको छ। अब यसमा त्यो काटेर राखेको सबै साग राख्ने। सबै साग राखिसकेपछि यसलाई राम्ररी ससमा मिसाउने। राम्ररी ससमा मिसाइसकेपछि यसलाई मिडियम हिटमा राखेर फतक्क हुने गरी पकाउनुपर्छ, जसले गर्दा सागमा भएको अरोमा ससमा मिलोस्। म चाहिँ छिटो पाक्ने हुनाले ढकनी लाएर पकाउन मन पराउँछु। ढकनी बिना पनि पकाउन मिल्छ। यता हाम्रो खाना पनि पाकिसकेको छ। यहाँ देख्न सक्नुहुन्छ
कस्तो राम्ररी पाकेछ। अनि धानको चामल र मकैको चामलको रेसियोले गर्दा खाना धेरै राम्रो देखिएको छ। यहाँ हेर्नुहोस् त कस्तो राम्ररी पाकेको। अब यसलाई ढकनीले छोपेर 10 मिनट जति हिट बन्द गरेर राख्ने। मैले साग 10 मिनट जति ढक्कन लाएर पकाइसकेँ। अब ढक्कन निकाल्ने अनि राम्ररी चलाउने। अझै पनि डाँठ पाकेको छैन त्यति राम्ररी, त्यही भएर यसलाई अझै पनि 5 मिनट जति ढक्कन नलाइकन पकाउने। यसरी पकाउँदाखेरि यो सागको सस पाक्लिँदै जान्छ अनि साग पनि राम्ररी पाक्छ अनि धेरै मिठो हुन्छ। 5 मिनट पनि पास भयो र यहाँ हेर्नु त सस पनि कस्तो राम्रो बाक्लो देखेको छ, खाउँ खाउँ लाग्ने। अनि यो डाँठ पनि यहाँ चेक गर्दैछु राम्ररी पाकेको छ। यतिखेर यहाँहरूले नुन एडजस्ट गर्न सक्नुहुन्छ। अहिले कस्तो मिठो बासना आइरहेको छ अनि यो हाम्रो साग रेडी भयो। अब हिट बन्द गरेर 5-10 मिनट यतिकै राख्ने, जसले गर्दा सस बाक्लो हुन्छ र फ्लेभरफुल हुन्छ। मलाई चाहिँ यसरी सर्भ गर्न मन लाग्छ। यहाँहरूले आफ्नो इच्छाले सर्भ गरेर इन्जोय गर्नुहोला है त। यो अचारको रेसिपी भिडियो चाहिँ पप्स किचनमा छ, गएर हेर्नुहोला। म यहाँ लिङ्क पनि छोडिदिन्छु। अनि यो अचार चाहिँ यो खानासँग धेरै मिल्छ। यो चाहिँ नेप्लिज स्टाइल ब्लेन्डेड पिकल हो। केही कारणले प्लेटिङ गर्दाखेरि साग राखेको भिडियो खिचिएन छ, त्यही भएर म अझै साग बोलमा राखेर देखाउँदैछु यहाँहरूलाई कस्तो छ भनेर। कस्तो राम्रो देखिएको छ। अनि यदि बच्चाहरूलाई दिनुहुन्छ यो डिस भने चिल्ली नराख्नु होला। अनि थोरै सल्ट राखेर थोरै तेल राखेर पकाउन सकिन्छ। यो डिस खाँदा चाहिँ मलाई सबै एकै ठाउँमा मिक्स गरेर खान मन लाग्छ, जसले गर्दा सागमा भएको सबै फ्लेभर खानामा मिक्स हुन्छ र खाँदाखेरि स्वादै फरक हुन्छ, धेरै मिठो हुन्छ। डेलिसियस। मलाई आशा छ यहाँहरूलाई यो सिम्पल र डेलिसियस रेसिपी मन पर्यो भनेर। यदि तपाईँहरूलाई मन पर्यो भने यो रेसिपी ट्राई गर्नुहोस् अनि मलाई भन्नुहोस् है त। अनि मेरो च्यानलमा सब्सक्राइब गर्न नबिर्सिनु होला। बाई।